आज हामीहरू बायोकेमिस्ट्रीको च्याप्टर 1 इलेक्ट्रोन ट्रान्सफर बुझ्न गइरहेको छु। इलेक्ट्रोन ट्रान्सफर चेन भनेको के हो? इटिसी। अब इटिसी इज द ट्रान्सफर अफ इलेक्ट्रोन फ्रम Na टु FADH टु ऑक्सिजन बाइ द मल्टिपल क्यारियर। यो यसको डिफिनेसन भयो र यो सबै कुरा इन माइट्रोकन्ड्रियामा हुन्छ, साइड अफ द माइट्रोकन्ड्रिया हुन्छ हैन। र यसको तीनटा स्पेस हुन्छ, इन्टर मेम्बर स्पेस र इन्टर मेम्बर स्पेस, त्यसपछि इनर मेम्बर स्पेस अफ माइट्रोकन्ड्रिया, त्यसपछि म्याट्रिक्स अफ माइट्रोकन्ड्रिया। यो तपाईँ इटिसीको यो फिगर छ, तपाईँ हेर्न सक्नुहुन्छ। र यसको नाम कम्प्लेक्स 1, यसको कम्प्लेक्स 2 र यसको कम्प्लेक्स 3 र कम्प्लेक्स 4 र कम्प्लेक्स 5 यो होइन। अब NADH ट्रान्सफर टु NADH मा हुन्छ र कम्प्लेक्स 2 मा FADH टु ट्रान्सफर FAD मा हुन्छ। कम्प्लेक्स 3 मा साइटोक्रोम C मा हुन्छ र यो कम्प्लेक्स 4 मा 2 हाइड्रोजन बा हाफ 1/2 O3 ऑक्सिजन हो र यो ट्रान्सफर हुन्छ यचो 2 मा र यचो 2 मा पनि वाटर बन्छ। र कम्प्लेक्स 5 मा ट्रान्सफर केही ट्रान्सफर हुँदैन, हाइड्रोजन ट्रान्सफर हुन्छ, तल जान्छ, तल गएपछि ADP प्लस PI ATP बन्छ। र अब हेर्नु, कम्प्लेक्स 1 मा 4 वटा हाइड्रोजन हुन्छ, कम्प्लेक्स 2 मा हाइड्रोजन हुँदैन, कम्प्लेक्स 3 मा हाइड्रोजन 4 वटा हुन्छ र कम्प्लेक्स 4 मा 2टा हाइड्रोजन हुन्छ र कम्प्लेक्स 4 मा हाइड्रोजन तल जान्छ कम्प्लेक्स 5 मा। र यो अब NADH र NAD ट्रान्सफर हुन्छ इलेक्ट्रोन कोइन्जाइम Q मा र कम्प्लेक्स 1 ले NADH र NAD ट्रान्सफर गर्छ कोइन्जाइम Q मा। फेरि कम्प्लेक्स 2 पनि FADH टु FADH ट्रान्सफर गर्छ कोइन्जाइम Q ले। यो कोइन्जाइम Q ट्रान्सफर गर्छ कम्प्लेक्स 3 मा, कम्प्लेक्स 3 मा ट्रान्सफर गर्छ इलेक्ट्रोन र यो इलेक्ट्रोन ट्रान्सफर हुन्छ साइटोक्रोम C र यो साइटोक्रोम C ट्रान्सफर गर्छ कम्प्लेक्स 4 मा र कम्प्लेक्स 4 मा ट्रान्सफर भएपछि कम्प्लेक्स 1 हुन्छ। कम्प्लेक्स 1 को नाम हो NADH डिहाइड्रोजेनियस नाम हुन्छ हैन। यो रिसिभ इलेक्ट्रोन फ्रम NADH मा गर्छ र फेरि ट्रान्सफर इलेक्ट्रोन टु कोइन्जाइम Q। अगाडि हामीले भनेको थियो हैन, NADH ले कोइन्जाइम Q मा ट्रान्सफर गर्छ इलेक्ट्रोन फर्स्ट कम्प्लेक्स मा। यो पम्प हुन्छ 4 वटा हाइड्रोजन आयन इन्टु द इन्टर मेम्बर स्पेस मा। यो सबै कुरा हाम्रो इन्टर मेम्बर स्पेस को भित्र भइरहेछ, सो हामी इन्टर मेम्बर स्पेस मा ट्रान्सफर हुन्छ। कम्प्लेक्स 2 को नाम हुन्छ सक्सिनेसन डिहाइड्रोजेनियस। यो रिसिभ इलेक्ट्रोन फ्रम FADH टु FADH मा ट्रान्सफर गर्छ। यहाँ हेर्नुहुन्छ तपाईँ FADH टु FADH ट्रान्सफर हुन्छ कोइन्जाइम Q मा। तो कम्प्लेक्स 2 ले ट्रान्सफर इलेक्ट्रोन टु कोइन्जाइम Q मा गर्छ र यसमा हाइड्रोजन पम्प हुँदैन। अब कम्प्लेक्स 3 रिसिभ इलेक्ट्रोन फ्रम कोइन्जाइम Q मा। यो पनि सेम रिसिभ यो रिसिभ गर्छ कोइन्जाइम Q मा र ट्रान्सफर टु साइटोक्रोम C। कम्प्लेक्स 3 हेर्नुहुन्छ, यो इलेक्ट्रोन ट्रान्सफर गर्छ साइटोक्रोम C मा र पम्प 4 वटा हाइड्रोजन आयन इन्टर मेम्बर स्पेस मा हुन्छ, 4 वटा आयन पम्प हुन्छ। त्यसपछि कम्प्लेक्स 4 कम्प्लेक्स 4 को नाम हो साइटोक्रोम ऑक्सिडेसन। यो कम्प्लेक्स 3 को नाम हो साइटोक्रोम रिड्युक्सन, यानी कि कम रिड्युस बढ्छ र यो साइटोक्रोम को नाम हो कम्प्लेक्स 4 को साइटोक्रोम ऑक्सिडेसन, यानी कि ऑक्सिजन घट्छ। त्यसपछि रिसिभ इलेक्ट्रोन फ्रम साइटोक्रोम C। अब यो रिसिभ हुन्छ इलेक्ट्रोन साइटोक्रोम C बाट र ट्रान्सफर इलेक्ट्रोन टु CO2। पम्प 2टा हाइड्रोजन पम्प हुन्छ यसमा। लास्ट कम्प्लेक्स 5, यसको नाम ATP सिन्थेसिस हो। युज H+ आयन एन्ड क्रिएट बाई यो सबै यता हेर्न सक्नुहुन्छ, कम्प्लेक्स 1, कम्प्लेक्स 2, कम्प्लेक्स 3, कम्प्लेक्स 4 यो सबै ATP सिन्थेसिसमै हुन्छ र यो प्रोडक्ट्स के गर्छ ATP फ्रम के मा त ADP प्लस PI मा गर्छ हैन। यसमा कुनै इलेक्ट्रोन ट्रान्सफर हुँदैन। त्यसैले हामी यहाँ लेखेका छु
डज नट ट्रान्सफर इलेक्ट्रोन। भिडियो राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।